गुड मर्निङ एभ्रिवान। आज चाहिँ अफिसतिर लाग्यौँ है। अब अफिस जाँदै जाँदै एकछिन हस्पिटल पनि निस्किनु पर्यो। यस्तै छ है सबैजनालाई। आज चाहिँ अफिसको यात्रापट्टि लागेँ। छोराछोरीको मन्थली रुम रेन्ट पनि दिनुपर्ने, आज अलिकति विथड्र गरेर निकाल्नु पर्ने छ। निकालेर नानीहरूलाई सबैलाई परिपन्ज दिनुपर्ने छ। ठुलो छोरीको रुम रेन्ट पनि दिएको छैन, आज दिन्छु। अनि छोराको रुम रेन्ट प्लस महिनावारी फी पनि तिरेको छैन। सरम लाग्दैछ। तर आज चाहिँ म गएर 2-3 वटा ब्याङ्कमा सबै ब्याङ्कको 1-2 रुपियाँ गरेर निकालेर नानीहरूको सबै रुम रेन्ट अन्त महिनावारी फीहरू बुझाउनु छ। र चाहिँ आज म नाम्ची ब्याङ्कतर्फ लागेँ है साथीहरू। मेरो यसो हेर्नुहोस् चाहिँ आमाको समस्या चाहिँ कस्तो हुन्छ है। अनि बाउ आमाले नै गर्नुपर्ने कर्तव्य हुन्छ नानीहरूलाई। बेला बेला त धेरै गाह्रो पनि पर्छ, र पनि कोही बात छैन, गर्दैछौँ। मेरो नानीहरूको फी हाम्रोमा त्यो ठुलै कुनै प्रकारको जबहरू छैन, र पनि नानीहरूलाई हामीले पुऱ्याइरहेका छौँ अहिलेसम्म। ईश्वरलाई धन्यवाद दिन हामी छोड्दैनौँ, ईश्वरलाई धन्यवाद दिन्छौँ। अनि पुगी पनि रहेको पनि छ। अझै ब्याङ्कतर्फ लागेँ म चाहिँ। सबै कुनामा छ लिइरहेको रुपियाँ पैसा निकालेर नानीहरूको रुम रेन्ट, नानीको ग्यास पनि सक्यो भनेर नानीहरूकोबाट अनुमति छ, त्यो पनि आज सबै मिलाइराखेर आउँछु। नानीलाई सब्जीहरू पनि लगेर म जाँदैछु आज नाम्चीमा। छोरीलाई भेट्छु। छोराको लागि रुम रेन्टहरू पनि भोलिको दिनमा मात्रै पठाइदिन्छु। धन्यवाद।